जय सर्वगते देवी कालरात्रि नमस्तुते आयो द्रोणसुते श्रियं दशरथे शत्रु राघवे ऐश्वर्यं नवसे गते सपवने मानं चतुर्योधने दानं सर्जसुते बलं हलधरे सत्यं च कुन्तीसिते विज्ञाने विदुरे प्रकोतिभवतान् कृति नारायणे ब्रह्मा करोति दीर्घायु विष्णु करोति सम्पदा हरो हरो पानिका रक्षक चण्डिका कालिका कालनाशाय रोगनाशाय मालिका भवानी भयनाशाय शत्रुनाशाय चण्डिका नवदुर्गा भवानीको पछाड लागिकन रोग व्याधि चाहिँ हरण होस्। एक नम्बर कुरो रोग व्याधिबाट चाहिँ हरण होस्। जेवानी सन्तानबाट शान्ति मिलेकै छ, सुख मिलेकै छ, अझै सुनमा सुगन्ध थपेँदै जाओस्, अझै सन्तोष चाहिँ मिल्ने बाटो हुँदै जाओस्। धन सम्पत्ति चाहिँ भएपछि जे छ त्यही चाहिँ त्यसमा चाहिँ द्रव्यको बास होस् है। हातमा परेको चाहिँ अब त्यो चाहिँ सवा आओस्। जे भए पनि चाहिँ लक्ष्मी चाहिँ दाहिना हुन्। सबै कुरो चाहिँ भगवान्ले चाहिँ पुरा गर्नुभएकै छ। जसरी देवपितृ कुल कुटुम्ब सबैले चाहिँ साथ दिएकै छन् र भोलि पनि साथ दिँदै जान्। अरू भन्दा नि रोग व्याधि नलास्। हाम्रो आश तिमीले पुर्यायो, तिम्रो आश भगवान्ले पुर्याउन्। नवदुर्गा भगवानीले यही शक्ति देवपितृ कुल कुटुम्ब नातागोता आफ्ना इष्टमित्र सबैको चाहिँ सम्मान गर्न सक्ने शक्ति क्षमता नवदुर्गा भगवानीले प्रदान गरून्। नवदुर्गा यही नै आशीर्वाद छ। दुर्गा क्षेम शिवदात्री स्वासोदा नमस्तुते जयतम देवी चामुण्डी जय सर्वगते देवी कालरात्रि नमस्ते आयु द्रोणसुते श्रीं दशरथे शत्रु क्षेम राघवे ऐश्वर्यं नवसे गति सपवने मानं चतुर्योधने दानं सर्जसुते बलं नलधरे सत्यं च विज्ञाने विदुरे प्रकोतिभवतान् कृति नारायणे ब्रह्मा करोति दीर्घायु विष्णु नवदुर्गा भवानीको प्रचार लाइकन देवपितृ कुल कुटुम्ब नवदुर्गा भवानीले कल्याण गरून्। प्रमोसन हुँदै जाओस्, विद्या बुद्धि बढ्दै जाओस्, अझै चाहिँ जागिरको चाहिँ विद्या बुद्धि बढ्दै जाओस्, दाम्पत्य जीवन सुखमय बितोस्। सन्तानबाट चाहिँ रात 2 गुणा दिन 4 गुणा प्रगति हुँदै जाओस्। सन्तानबाट हुँदै जाओस्। कुटुम्बले चाहिँ सबैले चाहिँ भरोसाको आशाको भरोसा र आशाको केन्द्रबिन्दु भएर चाहिँ रहे। हाम्रो आश तिमीले पुर्याए, तिम्रो आश भगवान्ले गरून्। 64 योगिनी भगवती देवीले 56 कोटी दुर्गा भवानीले चाहिँ रक्षा गरून्। 100 आयो के अरे हिँड्दा ठेस नलागिकन बस्दा केही नजरोस्, धन सम्पत्ति दौलत होस्। नवदुर्गा भवानीले सबभन्दा ठुलो कुरो अब चाहिँ रोग व्याधि नलास्, सन्तान सबैले ओहो फलानु ल अब इमान्दार पूर्वक चाहिँ आफ्नो छवि राम्रो बनाएकै छौ। अझ योभन्दा राम्रो छवि भएर चाहिँ हामीलाई चाहिँ हाम्रो शिर गौरव र हाम्रो कुलको चाहिँ एकदम गौरव भएर चाहिँ जान सक्ने भए ए नवदुर्गा भवानीले कल्याण गरून् र शक्ति प्रदान गरून्। यही कुराले कहिले अनिगाल नहोस्। सबै कुरालाई भरिपूर्ण नभए इष्टमित्रका पूजा शत्रु राघवे ऐश्वर्यं नवसे गति सपवने मानं चतुर्योधने दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्तीसुते विज्ञाने विदुरे प्रकोतिभवतान् कृते नारायणे ब्रह्मा करोति दीर्घायु सम्पदा हरो हरो पानिका रक्षक चण्डिका नवदुर्गा भवानी लाइकन रोग व्याधि नलास्। 56 कोटी दुर्गा भवानी दाहिना हुन् र मनले चिताएको चाहिँ पुरा होस्। विश्वास आइयोस्। शरीरमा अलिअलि भएको रोग पनि हराएर जाओस्। सन्ततिबाट चाहिँ सुख प्राप्त होस्। दाम्पत्य जीवन र ऐवाद सधैँभरि चाहिँ यथावत रहोस् र नवदुर्गा भवानीले रोग व्याधि हराएर चिरञ्जीवी भएर चाहिँ हाम्रो आश तिमीले पुर्याए, तिम्रो आश भगवानले पुर्याउन्। देवपितृ कुल कुटुम्ब नातागोता सबैको इच्छा पुरा गरेकी छौ र अझै पनि सबैको भरोसाको केन्द्रबिन्दु छौ। तिम्रो सबैले चाहिँ आश गर्नेछन्, आश पुर्याएकी छौ र अझै पनि पुर्याउने सकन्जेलसम्म तिम्रो चाहिँ शरीर ठिक भएसम्म सबैको हाम्रो इच्छा तिमीले पुर्याउने छौ। देवपितृको आशीर्वाद सबै तिमीलाई र 56 कोटी दुर्गा भवानीले कल्याण गरून्। नवदुर्गा भवानीले चाहिँ शक्ति प्रदान गरून्। अब शरीर कमजोरी देखिए नि काम चाहिँ अब ठुलो गर्नु परेको छ। अब यो गर्नलाई चाहिँ शक्ति प्रदान गरून् नवदुर्गा भवानीले। त्यही नै हो। आटे ताकेको पुगोस् गरेकी पनि छौ। पानी धन सबै कुरा चाहिँ पुरा भए, सन्तानदेखि पुरा भए,
सबै भनेको आँटेको सबै सिङ्गरहरूलाई ठेस्न अब बुरबुर्ती हुन्छ फेरि बाबु सबै कुरा श्रेष्ठ पहिला सर्वश्रेष्ठ यो पनि विजय दशैँको टिको लागि यहाँ कोही छैन म यहाँ ल हामीले नि सुरु गरौँ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवरात्रि शाश्वता नमस्ते जय तम देवी चामुण्डी जय भूताधारिणी जय सर्वगते देवी कालरात्रि नमस्ते आयुर्वसते श्रियं दशरथे शत्रु क्षम्राघवे ऐश्वर्यं गति सपौने मानं चतुर्योधने दानं ब्रह्मा करोति दीर्घायु विष्णु करोति सम्पदा नेपालकै विशेष डक्टर बनेर तिम्रो सबैकोले आशा गोविन्द डक्टर आएपछि त हाम्रो रोग सन्त हुन्छ भन्ने विश्वास मान्छेहरु चाहिँ प्यार गरेर दिनाको हुन्छ भगवतीको कृपाले एकका चाहिँ अब मङ्सिरमा चाहिँ लाइसेन्स निकाल्न सफल भयो अनि अर्को वर्ष चाहिँ बुहारीसित सँगै बसेर चाहिँ अब यहाँ अर्को वर्ष बुहारीलाई सँगै राखेर चाहिँ हाम्रो सेवा अनि बुहारी आँखा लाओस् तिमीलाई सरकारी जागिर छैन पनि हाम्रो प्राइभेट जागिर जस्तै आफ्नो टप्नी छ त्यस्तै टप्नी खाले बुहारी चाहियो गरे बुहारी पनि सक्षम खाले बुहारी गरुन् यस्तै कुल पितृ देव पितृ सबैको सम्मान गर्न सक्ने खालको बुहारी चाहिँ आउन् यस्तो चाहिँ जुराइदिउन् हाम्रा पितृ देवहरूले चिरञ्जीवी अहिलेसम्म विजया दशमीका दिन दिएका आशीर्वाद लागेकै त्यसरी भनेर भयो सबैको हातमा मिले जुरे एउटा बिहा देखेर देखिहालिन्छ शारदा पुरै छिकिसका दानं सूर्यसुते बलनारदरे सत्यं च कुन्तीसुते विज्ञाने विदुरे प्रकोति भवतान् कीर्ति सनारायणे ब्रह्मा करोति दीर्घायु विष्णु करोति सम्पदा अनेकाता रक्षकल्पिका नवदुर्गा भवानी का प्रसाद सपन्नवटी दुर्गा भवानी दाइना महाकाली महालक्ष्मी त्यो ब्लर निकालेर राख्यो ओहो माधव हो जे भए पनि माधव इन्जिनियर उसित गसी हाम्रो सबै कुरा चाहिँ हुन्छ भनेर माधवसित भन्ने बनाए देउता पितृको अब चाहिँ यसो चाहिँ सबै पनि वृद्धि हुँदै जाओस् देवानी विद्या बुद्धि सबै चाहिँ बढ्दै जाओस् हामी अब हाम्रो आश तिमीले पुर्यायो तिम्रो आश भगवानले पुर्याउन् सपन्नवटी दुर्गा भवानीको प्रसाद लाइकन पितृदेवहरू गुरुदेवहरू कोटाका हुने बालुङ्गी देवी सबै दाइना भएर तिम्रो मनोकामना सिद्ध गरून् हाम्रो आश पुरा गरून् यही नवदुर्गा भवानीले शक्ति प्रदान गरून् ल है त बाबु ल नि बाबु हेरलाई ल मेरो चेलो तिमीलाई के आशीर्वाद दिन्छ ल राम्रै आउन कि के हो र माल छेक्यो छेक्यो तुर्के
विज्ञाने विदुरे प्रबोधिनी नारायणे ब्रह्मा करोति दीर्घायु विष्णु करोति संपदा हर हर दिता पानी गाता रक्षक मेरेबाट राम्रो आउँदै छ के हो दुर्गा दाइना हो लक्ष्मी दाइना हो सरस्वती दाइना हो चिरञ्जीवी आयो शर्माले शरीरमा रोग भए पनि हटोस् पढाइमा एकदम तीक्ष्ण भएर फार्मेसिस्ट भएर चाहिँ जे भएर चाहिँ अब चाहिँ नेपालकै चाहिँ टप भएर त अब फार्मेसी औषधि बेच्ने मात्रै होइन औषधि बनाउने क्यापेसिटी भयो जे भए पनि सबै चाहिँ हाम्रो आस्तिकले लगायत राज भगवानले रोग व्याधि नहोस् सम्मान बढ्दै जाओस् सबै चाहिँ मोटो घाटो भयो मोटै हाल्दैन मोटो घाटो भए हामीलाई पनि चाहिँ सिकाउने एउटा मार्गदर्शक भएर चाहिँ निस्के जेवानी नवदुर्गा भवानी र पितृहरूले चाहिँ आशीर्वाद सबै चाहिँ नवदुर्गा भवानीले पुरा पुरुषोत्तम पोखरेलको फार्मेसी कुन हो राम्रो औषध पाइन्छ भन्दै घुम्न जाऊ भन्छ अरु सँगसँगै जामला केही छैन पछि अब गुरु चेला अब अब हाम्रो यो छिटाएर ल ल आयुष्मान